हेलो फ्रेन्ड्स, उहाँलाई त तपाईहरुले चिनिनै भयो होला नि हैन। तपाई बारदसी हल्दीबारी यता वरिपरिको हुनुहुन्छ भने त पक्कै पनि चिनिसक्नुभयो। उहाँको हामी चटपटेको कति फ्यान थियौं भनेर है। उहाँले फाइनली फेरि पनि स्टार्ट गर्नु भएको छ है। अब जस उहाँको एउटा हात चाहिँ अझै पनि अब प्यारालाइज भएको हुनाले एक हातले पनि संघर्ष गर्ने प्रयास गर्नु हुँदैछ चटपटे बनाएर हैन। यहाँ जहाँ चाहिँ यो जहाँ तपाईले यसरी प्रयास गर्नु भएको छ नि त्यही ठुलो कुरा हो के। पढ्दाखेरिको एउटा राम्रो मेमोरीहरु छन् है। उहाँको सँग चाहिँ अब लाइनमा बसेर आधी घण्टा 1 घण्टाको जम्मा ब्रेक हुन्थ्यो, त्यसमा आधी घण्टा चटपटेको लाइनमै बित्थ्यो के। भैयाले सेम टेस्ट दिन सक्नुहुन्छ कि हुँदैन के कतिसम्मको बनाउनुहुन्छ र उहाँहरूको अवस्था कस्तो छ भनेर मैले बुझ्नको निमित्त आएर यसरी भिडियो बनाएको छु। पुरा हेरेर साथ दिनु होला ल, र शेयर पनि गरिदिनु होला ताकि तपाईको एक शेयरले अरूले पनि थाहा पाउन् र गएर उहाँलाई चटपटे खाउन् र उहाँहरूलाई थोरै भए पनि मद्दत होस्। र आज म चटपटे खान जाँदा म एक्लो मात्रै थिएँ त्यहाँ है। पहिलाको जस्तै क्राउड फेरि जम्मा होस् भन्ने मेरो चाहना छ र उहाँ पनि छिटो रिकभर भयो भने त पहिलाको जति स्पिडले चटपटे बनाउँथे भने नि त्यही स्पिडले फेरि बनाउन सकुन्। त्यो हात चल्दैन है, चल्छ तर सम्हाल्न सक्दैन। एक्कासी यस्तो भयो नि, एक्कासी लडेको एकदम। त्यही त हो, केही जानकारी भएन, लडेको त मैले समातिहालेँ एक्कासी। कति दिन सुरु लडेको, राति भात खाने समय सुत्न जाने त्यति लड्यो। चोरी यस्तै पकाउनु त ठाउँ ठाउँमा आउँदा थियो। ल भैया छिट्टो रिकभरी हुनु, निको हुनु। त्यस पछाडि अझै मिठो मिठो चटपटे खाम्ला। कति सामान बेला गाएर पाउँदैन। सो साथीहरु, त्यही हामी स्कुल पढ्दाखेरि खाएको टेस्ट चाहिँ आउँछ कि आउँदैन रहेछ ट्राई गरौँ। अब भैयाले बनाएको त मिक्स सामानहरु भैयाले हालेको तर पनि मिक्स गर्न मात्रै भाबीले गरेको हो चाहिँ। सो मैले 50 को चटपटे मागेर लिएर आएको छु। दिनु पनि टन्न दिएको छन्। टेस्ट चाहिँ कस्तो छ त्यही पुरानो टेस्ट छ कि छैन ट्राई गर्छु ल। चम्चे त हाल्नु। फ्लेभर त त्यही पुरानो छ। यो चटपटेको भैयाको चटपटे सम्झिँदा नि म जब दुबईमा थिएँ नि हैन, दुबईको रेस्टुरेन्टमा काम गर्थेँ। त्यहाँ हामी मेरो पनि सपना थियो एउटा केही गर्ने, व्यवसायहरू गर्ने नि त। अनि मैले एउटा यस्तो पनि सोच बनाएको थिएँ कि भाइ भैयाको जुन चटपटेको जुन रेसिपी छ जति फेमस थियो नि त्यो चटपटेको रेसिपीलाई चाहिँ हामीहरूले लाइक रजिस्टर गरेर के त्यसको चाहिँ अब ट्रेडमार्क लिएर त्यसमा त्यो भैयाको चटपटेलाई अब फेमस बनाउँ कि भन्ने सोच आउँथ्यो क्या। त्यतिसम्मको बेस्ट लाग्थ्यो क्या भैयाको चटपटे। सो बिचरा भैया अहिले आएर यस्तो हुनुभएछ है, दुःख लाग्यो एकदम। यत्रो लाइफभरि स्ट्रगल गरिसके पछाडि यो उमेरमा आएर यस्तो हुनु, त्यही पनि अब उहाँहरू सन्तान विहीन हुनुहुन्छ, निसन्तान हुनुहुन्छ। हामी एक प्रकारले एकदम दुःख लागेको। मैले इन्डाइरेक्टली रूपमा हल्का फुल्का सहयोगहरू गरेँ पहिला पनि र अहिले पनि त्यही गर्ने प्रयास गर्दैछु ल। त्यो टेस्ट चाहिँ मैले A to Z चाहिँ पाइनँ साथीहरु। यो डिस्क्रिमिनेट गरेको त हैन, रियल टु बी अनेस्ट है सी पनि छैन, राम्रो छ, मिठो छ हैन। तर जुन टेस्ट चाहिँ भैयाले दिन्थे नि त्यो टेस्ट, जुन त्यो सम्झिँदाखेरि मुखमा पानी आउने खालको टेस्ट हुन्थ्यो नि त्यो चाहिँ अलिक छैन आजकोमा। तर पनि जस यतिको पनि चटपटे ठिक छ। अब तेलमा पकाएको सब हामीहरूको होटल लाइनको सस जस्तै एउटा कुरा हाल्थ्यो क्या। अझ त्यो हालेनन् मैले देख्दाखेरि, अझ सायद बनाएको पनि थिएन होला, समथिङ केही हुन्थ्यो क्या। त्यसले गर्दाखेरि मजा आउँथ्यो कि टक्कसँगले। अनि प्याजी पकडाहरू पनि चटक्क काटेर राखेको हुन्थ्यो, त्यो पनि बनाउँथे। आजसम्म प्याजी पकडाहरू हालेको छैनन् है। त्यहाँ पनि नट ब्याड, मिठै छ। कामना गरौँ भैयाको शरीर तन्दुरुस्त होस् है, र पहिलाको जस्तै मिठो चटपटे खाना पाऊँ।
हामी सबैजनाले यसो गएर एकचोटि चटपटे मात्रै खाइदिउँ भने उहाँहरूलाई धेरै हेल्पफुल हुन्छ साथीहरू। त्यसै कारणले मेरो एउटा रिक्वेस्ट छ तपाईँहरूलाई, तपाईँहरू पनि गएर एकपल्ट ट्राई गरिदिनुहोस्। त्यस्तो पहिलाको टेस्ट नपाए पनि जस फेयर चटपटेको टेस्ट छ, पिरो अम्ले चटक्क मिलेकै छ, त्यो पुरानो टेस्ट अलिक छैन, र पनि कम्प्रोमाइज गर्न सकिन्छ अहिले उहाँको अवस्था देख्दाखेरि नै। लाइक एकपल्ट गएर ट्राई गरिदिनु होला है। हस् त, नमस्ते।